र ल साथी सबैलाई गुड आफ्टरनुन है। अहिले 1 बज्न लागेछ। फिलहाल म चाहिँ यहाँ गङ्गामाया पार्कमा आएको छु। आज मैले एक दिन एकछिन घुम्नुको लागि है भर्खर आइपुगेँ। अनि एकछिन थाकेर चाहिँ चिया पिएको। अनि अब एकछिनबाट चाहिँ म उकालो जान्छु पार्कमा घुम्नु है। तर पहिला जस्तो पार्क चाहिँ मैले देखिनँ यहाँ। एकदमै अलिकति बोरिङै लाग्यो मलाई पहिला गएको चाहिँ। पहिला माथि के भन्दा चाहिँ अलिक बोरिङै लाग्यो। आज आएर चाहिँ सायद वेदरले पनि होला है, त्यसले पनि हुनसक्छ। अहिले चाहिँ फिलहाल चिया खाँदै हो, भर्खर आइपुगेँ म। बाटो चाहिँ एकदमै बिजोक खराब। हेलो नमस्कार सम्पूर्णमा है। सो आज भने फेरि धेरै दिन बादमा म भ्लग सुरु गरिरहेको छु। सो आज चाहिँ मेरो दिन म बोरिङ लागेर चाहिँ घुम्न आएको थिएँ कि है। अनि जाने चाहिँ मैले सोच्दाखेरि चाहिँ यसो गङ्गामाया पार्क जानु पऱ्यो भनेर सोचेर म गङ्गामाया पार्कमा आएको छु है। अनि गङ्गामाया पार्कमा चाहिँ बोटिङ एरियामा चाहिँ पानी पनि मैला रहेछ। पहिला चाहिँ एकदमै सफा त्यसमा हुँदा है, तर आज पानी मैला रहेछ। अनि जग्गा जग्गा पनि पहिरो गएर अलिकति बिग्रेको रहेछ, पहिला जतिको छैन रहेछ है। अनि त्यही भएर चाहिँ घुम्दैछु म है। अघि आएको आउनु त म बिहान यस्तै 11:30मा आइपुगेको, तर पानी परेर चाहिँ मैले भ्लग गर्नु पाइनँ नि त है। त्यति बेला चाहिँ मैले त्यहाँ क्याम्पिङको दिदी हुनुहुँदो रहेछ। अनि उहाँसँग बात मार्दै चिया यसो मोमोहरू खाएर चाहिँ एकछिन बस्दा के पानी पनि गयो, दिन पनि उब्रियो। त्यही भएर चाहिँ म अहिले सुरु गरेको भ्लग है। अनि अहिले घुम्दैछु है। यो चाहिँ गङ्गामाया पार्क झिल हो। यो यहाँ चाहिँ जहाँ चाहिँ बोटिङ गर्छ टुरिस्टहरू है। सबैलाई थाहा भएको कुरो हो यो हाम्रो दार्जिलिङको लोकललाई त है। बाहिरबाट नआउनेहरू चाहिँ जति पनि हुन्छ, तपाईँहरूलाई चाहिँ म मेरो भ्लग दिवस प्रोडक्सन भ्लगबाट चाहिँ म तपाईँलाई निम्तो दिन चाहियो है। चुलो निम्तो सम्झिनुहोस् यो दार्जिलिङ छिटोकोबाट। सो आज चाहिँ म तल जाँदैछु है। बगानको पनि दामी खुदिरहेको रहेछ ब्याकग्राउन्डमा है तपाईँहरूले। यो चाहिँ पार्यटक एरिया चाहिँ एकदम राम्रो लाग्छ मलाई गङ्गामाया पार्क चाहिँ। र पनि भन्दा चाहिँ मलाई यहाँ राम्रो लाग्छ, किनकि एकदमै पिसफुल जग्गा छ है, शान्तिको माहौल छ। मलाई चाहिँ प्रायः यस्तो जग्गा मनपर्छ जहाँ चाहिँ अलिक पिसफुल है, शान्ति हुन्छ। यस्तो जग्गाहरू मनपर्छ मलाई चाहिँ। अनि यहाँ पनि त्यही छ, एकदमै शान्तिको माहौल छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ तल चाहिँ के सुटिङ हुँदो रहेछ। तर चाहिँ म जाने ओह्रालै हो। गङ्गामाया पार्क चाहिँ एकदम दामी छ क्या। यहाँ चाहिँ अझै पनि यसलाई सफा गरेर मजाले मेन्टेनेन्स गऱ्यो भने है यति राम्रो टुरिज्म एरिया छ गङ्गामाया पार्क। म चाहिँ मनपर्छ। तर यहाँ आउँदाखेरि बाटोको चाहिँ अलिकति असुविधा छ, त्यति मात्रै हो। बाटोहरू पनि मेन्टेनेन्स गरिदियो भने धेरै टुरिस्टहरू आउनुहुन्छ है। बाटो चाहिँ मेन्टेन गरेको राम्रो।
र तपाईँहरूलाई म एउटा कुरो भन्ने आँटेको है, यहाँ चाहिँ यो गङ्गामाया पार्क चाहिँ एक्लै घुम्नु के अरे डल्लै घुम्नु चाहिँ सकिँदैन है, किनकि म चाहिँ 2पल्ट 3पल्ट आएँ, म डल्लै चाहिँ घुम्नु छुइनँ कि तलसम्म छ यस्तो जग्गाहरू है। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ डल्लै राउन्ड लाउनु चाहिँ सक्दैन। म चाहिँ अहिलेसम्म लगाएको छुइनँ, अनि आज पनि मलाई जानु मन चाहिँ लागेन किनकि तलसम्म छ। त्यसले गर्दाखेरि म चाहिँ यहाँ माथि माथि घुमेर नि जान्छु। एक्चुली म चाहिँ एक्लै भए पनि यहाँ मेडे बनाउन आएको, म चाहिँ मेडे आफैले भए पनि है। यहाँनिर तपाईँ मेरो पछाडि देख्नु भइरहेको छ है, यहाँ यति दामी ढुङ्गा छ, यहाँ रुख छ है, मजाले भने मैले तपाईँलाई गङ्गामाया पार्क चाहिँ यति दामी जग्गा छ है, जहाँ चाहिँ एकदमै टुरिस्टहरू आएर रमाउनु सक्छ क्या। यसलाई यदि अब राम्रोसँगले स्याहार्यो, यसलाई राम्रो प्रपर्टी सम्झेर स्याहार्यो भनेदेखिलाई चाहिँ यति दामी छ गङ्गामाया पार्क चाहिँ। मलाई चाहिँ लाग्छ रक गार्डन भन्दा चाहिँ डबलै राम्रो छ गङ्गामाया पार्क चाहिँ। तर यसलाई चाहिँ हामीले स्याहार्नु अनिवार्य छ है। यहाँको जति पनि वर्कर्सहरू हुनुहुन्छ है, इम्प्लोइहरू हुनुहुन्छ, उहाँहरूले यसलाई एउटा एज अ प्रपर्टी सम्झेर, हाम्रो दार्जिलिङको प्रपर्टी सम्झेर स्याहार्यो भन्दा चाहिँ यहाँ चाहिँ एकदमै राम्रो छ टुरिज्म सेक्टर है। सो अहिले म यहाँ ढुङ्गामा चाहिँ तपाईँले देख्नु भएको छ, यहाँ ऊ तलसम्म छ। अब यहाँबाट देख्छ देख्दैन है, तलसम्म छ पार्कको ब्रिज छ एउटा हो, त्यहाँसम्म छ पार्क चाहिँ, जानु सकिँदैन। म चाहिँ जाँदिनँ, अल्छी लाग्छ हिँड्नु। यहाँ ढुङ्गामा गइरहेको छु म, देख्नु भएको छ तपाईँले। तर पनि म कहाँसम्म चाहिँ जान्छु, ट्राई गर्छु ल, कहाँसम्म चाहिँ जानु सक्छु, कहाँसम्म चाहिँ मलाई जानु मन लाग्छ, सक्छु कि जानु मन लाग्छ। मन पनि लाग्नु पऱ्यो हिँड्नु है। मैले भनिहालेँ मलाई हिँड्नु गाह्रो लाग्छ भनेर, सो त्यही हो। म त साथी अहिले भनेदेखिलाई निस्केको है, कतिवटा क्लिपहरू यहाँबाट लिएको छु है। अनि अब चाहिँ म घर फर्केको, त्यो एकछिन चाहिँ पानी पर सुट गर्नु सकेन। अनि अहिले भनेदेखिलाई चाहिँ क्लिपहरू सुट गरेर चाहिँ फर्किँदैछु। अनि स्ट्यान्डबाट पनि मेरो घट्यो अहिले, त्यो गर्दाखेरि सब भनेदेखिलाई चाहिँ म घर फर्केको है। अनि यो भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्दैछु। र जतिले पनि मेरो भ्लग हेर्नुहुन्छ काइन्डली लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। सेयर नगरे पनि सब्सक्राइब र लाइक चाहिँ गरिदिनु। कमेन्ट चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट हो है। भिडियोहरू के कस्तो लाग्छ के हुन्छ तपाईँहरूले कमेन्ट चाहिँ गर्नुपर्छ है। यति भन्दै आजको मेरेको मेरो दिन पनि आधी बित्यो र यो दिनसँगै सम्पूर्ण मेरो फ्रेन्ड्सहरूलाई म फ्यामिलीलाई बाई भन्नु चाहे है। थ्याङ्क यू तपाईँहरूले यो भ्लगलाई मन पराइदिनु भयो र कमेन्ट गर्नुभयो भने चाहिँ है। थ्याङ्क यू सो मच गाइस, बाई बाई। यहाँ चाहिँ दिदी क्यान्टिन रहेछ है। तपाईँले मोमो थुक्पा चियाहरू पिउनु सक्नुहुन्छ, टेस्ट गर्नु सक्नुहुन्छ। यहाँ चाहिँ पार्किङ एरिया।
यहाँ देख्न सक्नुहुन्छ ऊ पर गेट लागेको छ त्यहाँबाट टिकट दिएर चाहिँ ओह्रालो गर्नुपर्ने हुन्छ साथी है सो अब चाहिँ यहाँबाट चाहिँ निक्लेँ म त सोचिरहेको थिएँ अब पानीले डिस्टर्ब गर्ने रहेछ आउनु मात्रै पऱ्यो भनेर सोचिरहेको थिएँ तर एटलिस्ट वेदर अचानक चेन्ज भइदियो है घाम लाग्दियो अनि खुसी लाग्यो यी बाटो चाहिँ यस्तो छ यही बाटोहरू चाहिँ नि एक्चुअली मजाले बनाइदियो भनेदेखिलाई चाहिँ यहाँ चाहिँ टुरिस्ट दामी आउँछ र राम्रो हो टुरिस्टको लागि चाहिँ यहाँ चाहिँ जग्गा जग्गा बाटो चाहिँ झालटुङ पुग्छ त्यही हो क्या तिमीले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे त्यस्तै हो तिमीले खाएको कसम साँचो भएको भए पलभरमै पुगे किन बाटो यस्तो हुन्थ्यो किन खाल्टा खुल्टी हुन्थ्यो बनाउनै सकेन तिमीले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ केही पलको खुसी बनी आयो जीवनमा केही पलको खुसी बनी आयो जीवनमा यहाँ चाहिँ अलिक राम्रो रहेछ बाटो